हामी मर्ने थाहै छैन क्या भरे मरियो कि भोलि बिहान मरियो कि अझै 2 वर्ष बाँचिन्छ कि अझै 10 वर्ष बाँचिन्छ कि होइन दुःख छ हामीलाई तर अबको 7 दिनमा अबको 5 दिनमा त मर्छस् भनिदिने भने हामीलाई कस्तो छटपटी हुन्छ ल भन्नु त कहिले कति बाँचिन्छ कहिले हुन्छ कसैलाई थाहा त छैन थाहा छैन अब हामी ढुक्क छौँ त नि तर तपाईँलाई अब चाहिँ अब 5 दिनमा 7 दिनमा त मर्छस् भनेर मैले एउटाले बुझ्यो भने शक्तिशाली शक्ति हो देउताको बालामा अब वरदान दिए कि अब मर्छस् भनेपछि मर्ने क्या अब त्यो 7 दिनमा अब मर्छस् भनेपछि हामीलाई कति छटपटी हुन्छ तपाईँ एउटा पाहुना भएर तपाईँ कहाँ कहीँ जानुभयो होइन छोरी कहाँ जानुभयो जाँदा दिन त्यो घर कति खुसी हुन्छ अब 7 दिन बस्नेहरू जान्छु भनेको मान्छे जब दिन नजिक आउँछ तपाईँ आत्तिनुहुन्छ छोरीलाई घर छोडेर जानु पऱ्यो केटीहरू छोडेर जानु पऱ्यो यो छोडेर जानु पऱ्यो अब म भनेर यसलाई छु यहाँ यसो जम्मा छ भनेर तपाईँको मना के कुरा खेल्नु थाल्छ के कुरा सबै छुट्टिनु नपऱ्यो हुँदो भनेर तपाईँ आत्तिनुहुन्छ यो त्यस्तै 7 दिनमा मरोस् भनेर श्राप दिएपछि त्यो राजालाई चाहिँ छट्टपट्टि सुरु भयो मन फिर भएन उसलाई त 1 मिनट पनि बाँच्न गाह्रो भयो बहुत गाह्रो भयो त्यसपछि मलाई चाहिँ यो मेरो चिन्ता मेरो यो छटपटीबाट मलाई कहिले मुक्ति दिन्छ म क्यारेर मुक्ति हुने होला म यो 7 दिन बाँच्ने मलाई त 700 वर्ष जस्तो भयो मलाई पीडा भयो मलाई गाह्रो भयो भनेपछि अनि त्यसपछि त्यहाँबाट चाहिँ नि एउटा चाहिँ कुन ऋषि आउँछन् र उसले चाहिँ नि नारदको छोरा हो जस्तो लाग्छ है तिनले चाहिँ आएर 7 दिन लाएर उनलाई चाहिँ नि यो भागवतको कुराहरू बताउँछन् तिनले भागवत तत्त्व बताउँछन् अनि भागवत तत्त्व सबै 7 दिनमा बुझाइसक्दाखेरि अनि त्यसपछि उसले भागवतको तत्त्व नबुझ्यो अनि त्यसपछि म मर्न पर्ने रहेछ म मात्रै रहन्छ सबै संसारै मर्ने रहेछन् कोही अगाडि मर्ने कोही पछाडि मर्ने कोही रातिया मर्ने कोही छिल्सा मर्ने कोही कसरी मर्ने सबै यस्तै रहेछ ठिक छ भनेर उसले आफूलाई आफ्नो मृत्युलाई स्वीकारेर अनि त्यसपछि ढुक्कले मरेर गयो राजा परीक्षित महाराज त्यसपछि बल्ल त्यो भागवतको तत्त्व भनेको के रहेछ त भन्दाखेरि जन्म लिएपछि मर्न चाहिँ पर्छ यो भगवान्को लेखा हो खेला हो यहाँ जन्म लिनु भनेको मर्नलाई जन्मिएको हो त्यो भएर पीर मान्ने होइन